दाबीहरू रोकिएका छन्। नेपालमा बीमा प्राधिकरणका अनुसार बीमा कम्पनीहरूले दाबी स्वीकृत गरिसकेका छन्, तर सरकारले आफ्ना हिस्साका रकम तिरेको छैन। उदाहरणको लागि, एक निजी विद्यालयमा पढाउने शिक्षक जसले 1000 प्रिमियम तिरे संक्रमित भए र अस्पताल भर्ना भए, तर अहिलेसम्म पैसा पाएका छैनन्। यसै केसमा सरकारी नर्सले पनि दाबी गरेकी थिइन्, उनले पनि पैसा पाइनन्। बीमा कम्पनीहरूले खुलेर भनेका छन्, सरकारले हामीलाई रकम नदिएसम्म हामी सबै दाबीहरू तिर्न सक्दैनौँ। 2078 सालमा बीमा रकम नपाएका केही कर्मचारीहरूले सर्वोच्च अदालतमा रिट दायर गरे। उनीहरूले भने सरकार आफैले बीमा कार्यक्रम ल्यायो, हामीले विश्वास गरेर पैसा तिर्यौं, अब पैसा दिन नमानेको व्यवहार गैर कानुनी हो। सर्वोच्च अदालतले अर्थ मन्त्रालय र बीमा प्राधिकरणलाई स्पष्टीकरण माग्दै नोटिस जारी गर्यो, तर अदालतमा पनि सरकारी वकिलले भने हामीसँग रकम छैन, बजेट छैन। सरकारी कर्मचारीको